Hello guys, good morning once again. Welcome back to my channel again. धेरै दिनको बादमा फेरि आएको छु। आज चाहिँ हामी इन्चे गुम्पा जाँदैछु। भन्दा नानी अलिकति सन्चो छैन। नानीलाई देखाउँदै यहाँबाट आइसा सट्रो भाइमा बहिनी लाइनमा म फर्स्ट टाइम बक्खु लाग्यो बहिनीको बक्खु लाएर हिँड्दैछु। कस्तो देख्दैछ कमेन्ट गरिदिनुहोस् न। सो अहिले भेटौँ न बाटोमा। टेक केयर, बाइ बाइ। गुड गेम नानी। नानी यहाँ आउनुहोस् त गाइस। अहिले चाहिँ हामी चाहिँ मोनास्ट्री आइपुगेँ। यहाँ अलिकति सामान किन्ने थियो र किनेँ। अहिले म देखाउँछु ल तपाईँहरूलाई। यहाँ यसरी घुमाउँदै जानु। यहाँ विज्ञान नानी पनि गर्ने। मुनि 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 छिटो मुनि गयो। ओइ ओइ उल्टा गयो। यसो उता उता यसरी राइट ह्यान्ड। मोनास्ट्री उज्जैन पंडा बेबी पंडा। मोनास्ट्री यहाँ माथि चाहिँ हामी रुम्बेची भेट र त चाहिँ पूजा गर्ने जग्गा रहेछ। नानी ठिउ कस्तो रहेछ? ठिउ कस्तो रहेछ? भित्र ढोक्नु जाउँ ल। मोनास्ट्री दामी लाग्यो यो त। भ्यू अस्ति हामी प्यालेस गुम्पा यहाँ मुनि छ। हेलो भाउजू। अब चाहिँ हामी फर्किनु आँटेको। अहिले एकछिन फोटो खिच्दैछौँ। हामी फर्किन्छु। दामी भ्यू देख्दैछौँ। फिलहाल चाहिँ हामी फर्केको। यो चाहिँ ब्याक साइड हो। यहाँ चाहिँ पूजा गरिदिँदो रहेछ। तपाईँहरू आउनुभयो। यहाँ चाहिँ के को पूजा छ गर्नु छ गर्नु। के जोखानाहरू हेर्ने छ भने माथि फ्लोरमा जानु पर्दो रहेछ। सबै भइहाल्दो रहेछ। नानी हिरो हिरो कहाँ गएको? यता यता गाइस कस्तो देख्दैछ मलाई सनग्लासमा।
दामी देख्दैछ गाइस अब चाहिँ हामी फर्किँदैछु राम्रो लाग्यो यहाँ एउटा अर्कोले जाउँ भनेर यहाँ छैन दामी रहेछ तपाईहरु यहाँ आउन सक्नुहुन्छ यहाँ चाहिँ म पहिला मेरो साथीहरुसँग आएको थियो आई होप मार्मितले हेर्दैछ पनि थाहा छ होला मार्मित म मिलिमित आएको थियो गाइस आउन सक्नुहुन्छ यहाँ अब चाहिँ हामी फर्केको यहाँ छुतेनको अगाडि पुग्यो छुतेन अगाडि अलिकति फोटो खिच्छु त्यहाँदेखि हामी हिँड्छु हेर्दै गर्नुहोस् तपाईहरु मेरो ब्लगलाई वेट 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 उनी तल नानीको गाइस हामी चाहिँ फर्केको गाडी पाइन हिँड्दै जाँदैछु कहाँबाट गाडी पाउँछ चढेर जान्छ मेरो भोक लाग्यो होला खाना नखाइ आएको त्यही गर्नुहोस् गाडी चाहिँ आइसम्म बाटोमा भेटाइसम्म चढ्नु होला न गाडीमा चढाएर तापम चाहिँ आइपुग्यो अहिले चाहिँ फर्केर पनि गुम्पादेखिको अहिले चाहिँ नानीलाई हस्पिटल लानु छ गान्तोकको नजारा तापम चाहिँ उसको प्यान्ट पनि घुमेछ च्यानबारी भन्छ यहाँ माथि चाहिँ टिभी टावर भन्छ अरे यो आल्छे हिँड्छु र पक्री नानी यहाँबाट जरौँ न मङ्की झुन्डिरहेछ यहाँ हिरो यहाँ हेर्नु त गाइस तपाईहरुले मेरो ब्लगलाई कति मिस गर्नुभयो कमेन्ट गर्नुस् न कोले मिस गर्नुभयो आइपुग्यो गाइस अहिले चाहिँ हामी रुम आइपुगेर बसिरहेछु बिहान केही नखाइकन गएको थियो अन्त आज चाहिँ हामी कौडी बनाएर खाने प्लान थियो हिजोदेखिको त्यसैले अहिले कौडी बनाउँदैछु See you soon guys. यसरी नै मेरो ब्लगलाई हेर्दै गर्नु अहिले त के गरेको छैन बसिरहेछ कौडी बसै पकाउँदै लाइट पनि थिएन हो भर्खर लाइट आएको अन्त अब सबैजना ठिकै होला हो ठिकै अहिले चाहिँ म भेटौँ न गाइस मेरो नानी चाहिँ यस्तो छ पढ्नु लाउँदाखेरि अब हेर्नु राम्रै छ है अहिले छि नानी हैन पढ्नु थाल्यो भने चाहिँ यो यस्तै गर्छ यो जहिले इ लेख्नु छिटो तानी तानी मुनि तानी उता यहाँ इ फेरि इ अझै अर्को इ फेरि
तानी तानी तल तानी यस उता अझै अझै ई फेरि तानी तानी यस छिटो ई अन्त हेर्नु फोन हेर्नुपर्छ बेबीले यो सकेर ये ई तानी तानी उन्दो तान्नु छिटो उता ठेल्नु उता अझै अझै ई तानी तानी उता उता ई फेरि तानी ई तानी उता ई ई E for elephant. E for elephant. Elephant. E for elephant. Yay, सक्यो. A B C D E. Yes. अब अर्को टाल्नु ल. काटी काटी अब यो चाहिँ नानीको फेभरेट पार्ट हो. यो चाहिँ बुकमै टाल्नु पर्ने हो. Can you do this action and put balls? ए यहाँ पो छ त. How are you feeling today? Color the picture that shows how you feel. Are you happy? Happy? Sad? Angry? Which one? Happy, sad or angry? Happy one. Happy ma color one. Isa one. Why do you need help? Oh, color त गर्नु सक्छ त नानीले. गर्नु पक्दै पक्दै. ओइ यहाँ अहिले भर्खर खेल्दै थिए. ह्याप्पी कलर द पिक्चर द्याट हाउस यु. स्याडमा चाहिँ कुन चाहिँ कलर अरे भाइ? स्याडमा मैले त एङ्ग्री गर्नु. अहिले डिसाइड